सेवा साथीहरु वेलकम ब्याक माई युट्युब च्यानल आई होप मेरो युट्युब च्यानल सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। आफ्टर लङ टाइम म चाहिँ भिडियो बनाउँछु। म चाहिँ घरदेखि नै भिडियो बनाउँछु भन्ने थिएँ तर भएन कहाँ, अनि हतार भयो कहाँ। उठ्नु त हामी 3:30 बजी नै उठेर रेडी भएको, तर जस्ट यताउता गर्दा भएन। अनि खानेकुरा खाजाहरू खाएर हिँडेको। अनि अहिले चाहिँ हाल हामी त मक्का आइपुगेछौँ। हामी चाहिँ गाडीमा पेट्रोल लगाउँदैछौँ। अनि हामी चाहिँ जाँदैछौँ साथीहरू कन्याम। हाम्रो चाहिँ लेटाङदेखि ठ्याक्क हामी 4:45 मा हिँडेको होला। कति अहिले 5:31 भएछ। कति हो भने झन्डै 1 घन्टामा यहाँ 1 घन्टा अलिक लागेन सायद। हामी चाहिँ जाँतेबाट हुँदै आएको। के हुन्छ गाइस, अनि गाडीले माथेर हैरान भइसक्यो। जाडो छ। लेट्स सी गाइस। साथीहरु हामी चाहिँ कहाँ पुग्यौँ होला मामा? बोट नै देखेको छैन हौ मैले त। जिलजिले देखे त उकालो बाटो चढियो साथीहरु। हामी चाहिँ कहाँ हो मम्मी? हामीलाई थाहा छैन है। अनि मैले गाडीले माथेर गइसकिसकेँ। म बेहोस हुन लागिसकेँ। अनि मैले चाहिँ तपाईँ नखाइ हिँडेको थिएँ क्या। अनि जति अमिलो खाँदा पनि भएको छैन। सबै गाडीले माथेर म सुपारी लिएर हिँडेको छु। मान्छेले भन्छ होइन रहेछ, हिँड्दाखेरि त्यो नाइटोमा टेप लाएर हिँड्नु भनेको थियो। मैले त्यो ह्यान्डी प्लस त्यत्रो लाएर हिँड्ने, एउटा काम गरेको छैन। म बेहोस हुनुलाई चाहिँ कति खाएको छु भन्ने कुरा मलाई मात्रै थाहा छ। गुल्लो छोरो हालेर खाऊ न। गुल्लै छैन होला, माग्नु न एउटा पर। हामी चाहिँ कपडा लगाइसक्यौँ। अनि हामीले चाहिँ गुरुङ ड्रेस कि के ड्रेस भन्नुभयो थाहै भएन। सो हामी चाहिँ फोटो खिच्न जाँदैछौँ। अनि मैले त्यो भिडियो किल्चिन्दा हैरान भइसक्यो। अनि मैले त नि उयो त कहाँको ऊबाट हेर्दा त निकै ठाउँ झ्याप्प बस्ने ठाउँहरू देखेको थियो त। हाई फाइनली कन्यामा आइपुग्यो। ल हाम्रो यो चाहिँ हाम्रो ग्याङ है। फोटो खिच्छौँ गाइस। मैले हतारमा भिडियोहरू केही पनि गरेको छुइनँ। सो केही छैन। ल एकछिन गाइस, हामी चाहिँ फोटो पनि खिचिसक्यौँ। अब चाहिँ हामी आइफोन तेरो थाहा भएन। अनि अब चाहिँ हामी लाग्यो कति छिटो क्या आमामा। अस्ति काठमाडौँमा को यो क्या गाइस, सिडी हिँड्नु गाह्रो रहेछ। मेरो त त्यो गाडीमा अघि अल्टरबाट अप्ठ्यारो बसेर होला जिउ दुखेर हत्तु। कति आमामा कति धेरै हो। गङ्गा जमुना दिदीहरू के ट्विन्स दिदीहरू हुन्छ नि, भाइ भेटाउनु चाहिँ भेटाएको थिएँ। सायद हाम्रो भिडियो त्यहाँ आउँछ होला। ठ्याक्क हामी पनि उकालोबाट हामी दुईजना गफ गर्दै आउँदै थियौँ। ठ्याक्क उहाँले भिडियो गर्नुभएको छ। लाज लाग्दैछ के बोलेर। अनि अघि हाम्रो ग्रुपहरू चाहिँ गइसक्नु भइसकेको छ। अनि हामी चाहिँ दुईजना मात्र भयौँ। अनि त्यही भएर आउँदैछौँ। दिल टुटा टुटा मेरा।
फोटो पनि खिचिसक्यौँ साथीहरू होइन फर्किन लागेको साथीहरू हामी चाहिँ चटपटे आइसक्रिम खाँदैछौँ जाडोको बेलामा। अब चाहिँ हामी 4 बजी मात्र 4-5 बजी फर्किने भनेर आएको, तर अल्छी लागेर खुट्टा दुखेर हिँड्दा अब चाहिँ हामी फर्किन्छौँ होला सायद कति 1:30 भएछ, अब 3-3:30 भएछ। अब उता पर स्काई वक बाँकी छ, त्यहाँ गएपछि चाहिँ हामी फर्किन्छौँ। आधी घुमिन्न किनभने खुट्टा हिँडेर हामी चाहिँ त्यहाँ स्काई वकमा चाहिँ चढिन्न किनभने सबै खुट्टा दुखेर हैरान छ, अनि त्यही भएर हामी चाहिँ खाजा खानु माथि जाँदैछौँ। छिटो गाइस, उकालो न उकालो छ त हौ। हामी चाहिँ खाजा खानु गएको। ए भाइ म त बेहोस पो भइगयो हौ। अरे जामा लाउने यसको चाहिँ खास कफीको चाहिँ उता भन्दा चाहिँ यहाँ चाहिँ मलाई राम्रो लाग्यो, किनभने यहाँ चाहिँ कस्तो मजाले हरियो हरियो। आमा फोटो त यस्तोमा त के राम्रो आउँछ होला एकछिन। यहाँ चाहिँ म त तल भन्दा यहाँ चाहिँ राम्रो लाग्यो है। आमामा त्यो उकालो त त्यहाँ पो रहेछ नि साथीहरू। हामी चाहिँ खाजा खाँदैछौँ साथीहरू। भाउजू एकजना बहिनी चाहिँ को पो मामाको छोरी माइजू, हामी कहाँ छौँ? हामी इलाम चिया बगानमा कन्याम। मम्मी हेलो कन्यामको चिया बगानमा। हेलो गाइस हामी चाहिँ खाजा खाँदैछौँ चिया बगानमा छौँ। हेलो गाइस अनि के भन्नु अनि हैन त्यसरी बर हाल्दिनु अनि ओ सुनिता बहिनीले हेर्छ। हेलो गाइस हेलो गाइस यहाँ चिया बगानमा नि चाहिनुमा खाने ए नानी गर। अनि मेरो चाहिँ ब्लग यस्तै छ साथीहरू। अनि सबै टिकटक बनाउँदैछन्, म चाहिँ यहाँ कुद्दैछु, त्यही हो। अनि हामीले खाजा खाइसक्यौँ। अनि भाउजू चाहिँ झोला बोक्दैछु चिया बगानमा। चिया बगानमा सम्धी मामा हजुर मेरो ब्लगमा तपाईलाई वेलकम छ। थ्यांक यू। हामी त चिया खाएर यहाँ हिँड्नु लागेको छौँ न। कस्तो लाग्यो आजको हाम्रो भ्रमण? एकदम राम्रो छ। राम्रो भयो नि है मामा? मम्मी कस्तो भयो? ठीक हो मामा। फर्स्ट टाइम कि सेकेन्ड टाइम तपाईँ कन्याम? फर्स्ट टाइम हो। फर्स्ट टाइम मम्मी? मेरो पनि फर्स्ट टाइम है। ल गाइस मेरो पनि फर्स्ट चोटि म चाहिँ कन्याम आएको साथीहरू। माइजू त फर्किनु होय ल्याएको म निकाल्छु। माइजू के छ खबर? कन्याम तपाईको फर्स्ट राम्रो गुड। तपाईँ फर्स्ट टाइम कि सेकेन्ड टाइम? त सेकेन्ड हो। ल गाइस ठीक छ। यहाँ मेरो सुर्तीले त तपाईको एकछिन गीत मार्नु त भाउजू। मेरो फोनबाट लिएर यहाँ छ। हेलो भाउजू हाय के मेरो ब्लगमा वेलकम छ। सब्स्क्राइब गर्नुभएको छ छैन? गर्नुभएको छ? ल हजुरहरूले पनि गरिदिनु ल भनिदिनुहोस् त। अनि तपाईँको फर्स्ट टाइम कि सेकेन्ड टाइम हो तपाईँको? हजुर फर्स्ट टाइम कि सेकेन्ड टाइम हो? यहाँ फर्स्ट टाइम। फर्स्ट टाइम ल धेरै जस्तो चाहिँ माइजू मात्र हुनु त रहेछ होइन? सेकेन्ड टाइम हामी चाहिँ सबै आएको जति सबै सेकेन्ड टाइम गाइस। यस अनि अब हामी चाहिँ फर्किन लागेको। एकदम दामी छ है, सबैजना आउनु होला यहाँ है। यस हजुर उसमा छ हैन? हजुर 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 हामी चाहिँ आएको छु जाडो। मैले उता अघि दिइसकेको आया दुखेर। मेरो चाहिँ अर्को फोनमा चाहिँ फोन चार्ज सकिएर हजुर मेरो चाहिँ फोन चार्ज सकिएर साथीहरू आइफोनमा चाहिँ मेरो फोन चार्ज सक्यो, त्यही भएर मैले तर भ्लग मैले अर्कै यही मेरो पहिलेको पुरानो मोबाइलबाटै पुरा
पुरानो मोबाइलबाटै मैले भ्लग बनाइरहेको छु। अनि आउनु है, कति धेरै चिया बगान। अनि म चाहिँ फ्रेस हुन आएको साथीहरू। अनि कति रुममा बस्नु है। अनि त्यही भएर म चाहिँ फ्रेस हुनु पनि आएको। अनि फ्रेस पनि भयो अनि घुमाइ पनि भयो। तर अब सेकेन्ड टाइम चाहिँ म कता जान्छु थाहै छैन। गाडीले मातेर नाकबाट निस्केर मुखबाट निस्केर मेरो निन्द्रा पुगेको छैन हैन। अनि म चाहिँ यहाँ बित्था कराउँदै हिँडेको क्या। त्यता त बाटो होइन होला हौ, आफ्नो बाटो। त्यसो त दार्जिलिङ आँखाले भ्याइन्जलले कफी चिया रहेछ नि भगवान्। तर साथीहरू म चाहिँ यो छ नि जुन यो चाहिँ कहाँनिर फल्छ, कहाँ गेरा हुन्छ कि मामा यो के टिप्छ? यसको दाना हुन्छ कि के हुन्छ? ए मुना यो हेर्नु, यो जस्ट एकछिन यो अब टिपेर के गर्नु खानु? ए अनि गेडा चाहिँ कहाँबाट बन्छ? ए दाना ए म चाहिँ त्यस्तै फल्छ होला भनी बसेको। ए साथीहरू मैले थाहा थिएन। अनि म चाहिँ एक्लै रोटेरोट कुदैछु, अरू भिडियो फोटोहरू खिच्दैछ। म चाहिँ किनभने अल्छी लाग्यो। अनि अघि माथि नै खिचेको क्या। अब त एउटा फोटो कति ताल खिच्नु होइन, अल्छी लाग्यो। त्यही भएर म चाहिँ भ्लग बनाएको थिइनँ त, त्यही भएर म भ्लग बनाउँदैछु। अनि साथीहरू गाडी लागेर म यस्तो तनाव भएको थियो कि। अनि झन्डै त्यो गाडीले माता त म नाकबाट र मुखबाट निस्किँदा त रुएँ पनि एकछिन। अनि त्यहाँदेखि मैले भिडियो आउँदाखेरि बनाएको छुइनँ, थोरै बनाएको छु, थोरै कता त्यो रोकेको। अनि फेरि सङ बजाइराख्नु भएको थियो क्या गाडीमा। अनि त्यही भएर पनि अनि त्यही हो, हामीले चाहिँ गाडी रिजर्भ लिएर आएको छौँ साथीहरू 9 जना मिलेर। अनि अब चाहिँ हामी एकछिन घुम्ने अनि फर्किने। कति मिनट भयो मेरो भ्लग? अनि मेरो भ्लगै थोरै मिनट छ, त्यही भएर म जतातता बनाउँदै कुद्दैछु। अनि हेर्नु सक्नुहुन्छ गाइज। अब चाहिँ हामी चाहिँ फर्केको, हाम्रो टोलीहरू चाहिँ अझै 2 जना 3 जना उता बस्नु भएको छ। अनि अब हामी चाहिँ फर्केको, जाडो पनि भयो, घर जाने हो साथीहरू। गएर भात पकाइ खाने। तर कति पनि टाइम नलाग्ने रहेछ, किनभने सानो बसहरू भयो, अलिक ढिलो हुँदा होला। अनि हामीले चाहिँ बुलेर ल्याएर आएको हो नि त साथीहरू। अनि त्यही भएर सही कता रोकिँदैन। त्यही भएर हामी चाहिँ फटाफट जाने, फटाफट आउने। अब चाहिँ ठ्याक्क 3 पनि बज्यो। अब चाहिँ फर्केको साथीहरू। अमिला हाम्रो सक्यो कि छ नि? है म त धेरै खाएर होला, पेट पनि वास्स भएको छ। सेन्डु पनि कपडा पनि। बाई बाई गाइज अरेका। अब ओइ त कहिले आउँछिस् आउँदैनस्? नआउने नआउने अरे। म अब एकचोटि मम्मीले कराइदिनु मलाई। ए साँच्ची सामानहरू किन्नुपर्ने छ, मैले त केही सामानै किनेको छैन साथीहरू। अब 1-2वटा छुर्पी किन्ने हो। अनि त्यहाँदेखि घर टाप कस्दिने हो। पछाडिको सिन हेर्न सक्नुहुन्छ साथीहरू। मैले चाहिँ मेमो ए ओके डन्ट वरी। आया झन्डै लोड्यो है गोले। हेर्न त्यो रुखहरू कस्तो मजाले नि भी टाइपको है। टोइलेट आएर बिजोक छ, कहाँ जाउँ टोइलेट पनि। अच्छा बाई बाई गाइज। अब चाहिँ म गाडीमा भिडियो बनाउँदिनँ, किनभने म सक्दिनँ होइन। अब चाहिँ म एकैचोटि साँच्ची मेरो त दमकमा काम छ थोरै, किनभने त्यहाँ सामान छ क्या।
अस्ति दिदीले पठाइदिनु भएको थियो अनि दिदी नानीले दिनुपर्ने छ टोइलेट नगए त कहाँ हुन्छ नि यत्रो त म सक्दिनँ थाम्नु अनि म चाहिँ दमकमा काम छ अनि त्यहाँ उर्लिएर अलिकति काम छ अनि पार्सल दिनु छ क्या अनि पार्सल दिएर